हेलो सबैमा नमस्कार। म अर्जुन पौडेल बर्माबाट। म आज यो एउटा मेसेज दिन चाहन्छु सीमा सुवेदी श्रेष्ठ अरे। हेलो के भनेको, म बर्माको गोर्खालीबाट त्यस्तो राम्रो जान्दैन। के भनेको तैले? तेरो बात के गरायो? के त मोडल भइस भनेर कि आफै आम के सोच्छेस? नेपाली हो, गोर्खाली हो, आफ्नो जातिको इज्जत गर्न सिक। पहिला आफ्नो जातिको इज्जत गर्न सिक। तैले आफ्नो जातिको इज्जत गर्न सक्दैनस्, तैले केलाई चाहिँ इज्जत गर्छस्? तैले केमा चाहिँ घमण्ड गर्छस्? त कोस फेरि यस्तो लाइभ शो हालिज नि तेरो गर्दन र मेरो खुकुरी होला नि। ख्याल गर, गोर्खालीको छोरो हो, बुझिस? आइन्दा यस्तो नगर, आइन्दा यस्तो नचढा। त मोडल होस्, त मोडलबाट हामीलाई के? ख्याल गर र बस, ख्याल गर र सम्हाल मुख, बुझिस हैन? गोर्खालीको खुन हो, तात्छ। आफ्नो पितृभूमि हो, पितृभूमिको नराम्रो कसैले सहन सक्दैन नि भनिदिएको छ तँलाई। ख्याल गर र बस, ख्याल गर र बोल। परवरिशको बात, परवरिश राम्रो भएन भन्थे, भाँडा मात्छ। परवरिश राम्रो भएन हामीहरूको नेपालीको भनेर भनिस् तैले। अगर तेरो परवरिश त्यति राम्रो थियो भने तैले अर्काको देश, अर्काको जाति या माथि यो कुरा गर्ने तेरो बाबुआमादेखिको गल्ती अहिले तैले निकाल्दैछस्, बुझिस्? यो चाहिँ सबसे ठुलो गल्ती तेरा बाबुआमाको गल्ती भयो। अहिले तैले गएर अरूलाई त तेरो परवरिश देखे मैले गलत साबित गरिस्। तेरो त पुरा पुस्तकै, तेरो खानदान, तेरो रगत नै गलत भइरहेछ अहिले, बुझिस्? धोतीको पछि इन्दा तेरो दिमाग पनि धोती भयो। कुन चाहिँ धोतीको खुट्टा चाड्दा कहाँबाट मोडल गल्त भएछ? तेरो सकल हेर त, तेरो सकलमा त मैले थुक्न पनि पसन्द गर्दिन, याद राख, बुझिस्? ख्याल गर। गोर्खालीले भाँडा मात्छ, आफ्नो पसिना बेच्छ, आफ्नो पसिनाले गर्छ, माग्दै हिँडेको छैन। आज जहाँसुकै जा, जुन देशमा जा, गोर्खाली भन कति इज्जत मिल्छ। बर्मामा आइज तैले गोर्खालीको बुढ्लो खोतिस हुने। म इन्डिया हो, म इन्डिया। बर्मा आइज, बर्मामा र गोर्खालीको हेर इन्डियामा कसरी बसेको छ। नेपालीले गर्दा यसको इज्जत गयो अरे। तेरो इज्जत थियो कहाँ? कसको बिस्तारा तताएर त मोडल गर्ल बनिसेस कोनी? मैले अघि भने त तेरो मुखमा त मैले थुक्न पसन्द गर्दिन, बुझिस्? मेनो